大家松。अब जुन प्राज्ञ परिमित सूत्रको आगमभन्दा अगाडि अब सबै उपस्थित भइसकेपछि प्राज्ञ परिमित हृदय सूत्रको आगम हुन्छ। त्योभन्दा अगाडि बौद्ध धर्म परिचय गर्नेछु र बौद्ध धर्म परिचयमा 3 विषयमा विभाग गरेको छ भनेर बताउँदै हुनुहुन्छ। 三界党部对吧？三界也南区、松区党、头区，第一再开始不给，我们南北这个先不呀。为什么？三界党部这里啊，对吧？三界也去松呀，去松区党、头区县，韩国的以前。पहिला 3 विषयमा 3 विषयवस्तुमा प्रथम हामी सम्पूर्णले जान्नुपर्ने सम्यक सम्बुद्धले धर्म कसरी देशना गर्नुभएको थियो र धर्म भनेको के हो, त्यो कसरी उत्पन्न भयो, कसरी यो धर्मलाई चाहिँ कसरी यो धर्म चाहिँ फैलिएर गयो, त्यो विषयमा चाहिँ पहिलो प्रथमको तथ्य हो। अनि सांगी去松山去他们做都对的，农家的呢，电线送给那了，都不来钱。सांगी के去他们家电线送的去。सम्पूर्ण सम्यक बुद्धको धर्म चाहिँ समवत अथवा चाहिँ एकीकृत गरे भने 3 विषयमा विभाग गरेको छ। त्यसको बारेमा अब कुन विषय हो त्यो गुरुले बताउँदै हुनुहुन्छ। सुबह三界सुबह的告诉爸爸，写了应该等呢，能说我就去追。त्यसमा चाहिँ धर्म परिचय सँगसँगै विशेष गरेर प्राज्ञ परिमित हृदय सूत्रको विषयमा चाहिँ गुरुले बताउँदै हुनुहुन्छ। 写了应该等呢，知道吧？写了应该痛呢，能说我就去。प्राज्ञ परिमित हृदयको माध्यमबाट चाहिँ धर्म परिचय हुन्छ भनेर गुरु बताउँदै हुनुहुन्छ। त्यसो但听说的呢，唐末，但中间的能去松浪党唐水的都对是属于的，但人俺们忙不去差不多吧？但这个中间的，俺呢，泰国去的往都当了，唐国城市属于土建，唐水建县场面属于高山，他们我们做了3年，俺这他们我们做了3年呢。 주가太阳的是对吧？主个在那个南呢，아니大家有这个在这里，아니主个是谁呢？아니这个这个中医这个的，但这个中医的哪个呀？他天气热的，아니这个中医的他天气没有那么热，如高啊些，对吧？这个我们做了3年。 아니 상계를 제수 아니 진에 내가 지금이야 최 마송네 사실적으로 왜지 그렇지 디지털이 최신 다리니 수로 때문에 거를 믿는데 내만 나게만 내가 참 속네 예 최상부디 시에는 내가 고통면도 대상 나베 나서기 나야 아니 본전이 수고인 속에 내가 최만 속네 수고이 말이 对吧？这个是基础上。तीन विषयमा जस्तै बौद्ध धर्मको कसरी बौद्ध धर्म फैलियो अथवा सम्यक सम्बुद्ध भनेको के हो, कसरी बुद्ध प्राप्त भयो र बुद्धले प्राप्त भएर धर्म कसरी देशना गर्नुभयो। सर्वप्रथम सम्यक सम्बुद्ध स्वयं आफूले मैत्री र करुणा एउटा चाहिँ उत्पन्न गर्यो र प्रथम उहाँले बोधिचित्त उत्पन्न गर्नुभयो र माध्यममा असंख्य पीढी महाकल्पमध्ये उहाँले पुण्य सञ्चय अथवा पुण्य कमाएर चाहिँ अन्तमा आएर बुद्ध हुनुभयो अथवा बुद्ध ज्ञान प्राप्त गर्नुभयो र उहाँले बुद्ध भइसकेपछि सम्यक सम्बद्धले बुद्ध प्राप्त भइसकेपछि उहाँले धेरै प्रकारको लीलाहरू देखाउनुभयो सम्पूर्ण प्राणीको लागि। जस्तै हामी सेवाचुनी भन्छौँ र 12 लीलाहरू देखाउनु भएको छ र त्यतिमा पनि जस्तै 12 लीलाहरू
जस्तै 12 जिल्लाहरू उहाँले देखाउनु भएको छ र त्यो भित्रमा पनि त्यो भित्रमा पनि उहाँले जस्तै 12 जिल्लाहरू देखाएको छ र सर्वप्रथम उहाँले जुन ज्ञान प्राप्त भइसकेपछि उहाँले धर्मदेशना गर्नुभएको थिएन जस्तै किन भन्दाखेरि उहाँले चाहिँ जसरी मैले धर्म दियो भने मैले धर्म प्रवचन गरेँ भने जस्तै अनुसारहरू जस्तै शिष्यहरूले चाहिँ यो खालको योग्यता अथवा यो खालको क्षमता नभएको हुनाले पनि बुद्धले चाहिँ धर्मदेशना गर्नुभएको थिएन र पहिलो प्रथम चाहिँ त्यसपछि चाहिँ उहाँले चाहिँ विशेष गरेर आफूले अब त्यसपछि अन्तिम समय आइसकेपछि चाहिँ सम्यक सम्बुद्धले चाहिँ धर्मदेशना गर्नुभएको थियो र त्यसपछि चाहिँ यो धर्म चाहिँ कसरी फैलियो भनेर हामीले त्यहाँबाट अनुसन्धान गर्न सक्छौँ तत्त्वदेखि अनि प्रथम जुगेकी तत्त्वशीलले 용도 신의 최고 콜로코와체 나 최고 콜로코를 용도 와르나슬이야 아니 대바시 최고 콜로코야 केदी सोतोरौदी पाली के भजसु बरे तेरे देशुगु देरया राजगीर छगु फुंगुर देरया अनि थिंगी बेबे छोकोर अनि देरया अनि तोबागी बाचे छजु सेन्डचे छ त माराज नगे युमछु मुशियाले कि फाबु छबासे युमके रिड्युसुम सेस्टो 몸pe 중니 예동법을 숨 아니 노다 니치pe 숨 예동법을 직전에 요아 디제기 시지기 책 다들 시험이 뭐디야 이래 코로 가방 나와요 봐 디제기 때문에 책이에서 수바디 네 양바지야야 아니 저거 좀 되지 디셔가 있는 것 때문에 또 아니 책이 코로 수바 디셔가 있는 것 때문에 또 तेरे आमर वादे से ये बॉम्बे ने न्यूयॉर्क हुआ साजा वो तो दिल्ली गिने ने बाबा मानिया में चीज़ वाला अने जब जब देखी पे जुग खोलो कुछ है सामान चीज़ी समझ पाए वो तो दूर जेने जब देखी दो गाना की चीज़ अने क्या थाई बची सुन दिल सुन बे जेसु अने क्या गाना हो रहा यार वाह क्या गाना परांगे ना हो रहा 아니 상계 이때만 되긴지 기부 때배때라 두 벤진주두 아니 저기 조독 계획을 나서 봐 먹을 수가 있어 소배선에 계속 시작을 해봐야겠다 아니 딱 시시가 돼야 되다 즉 되네 저기 가수를 왜아 날랬다 디제기 되는 초가 되지 초가에 두 전에 자가나야 최고 다라게 अब सम्यक सम्बुद्धले बुद्ध ज्ञान प्राप्त भइसकेपछि छैठौँ महिनाको चौथो दिनमा चाहिँ सर्वप्रथम धर्मदेशना गर्नुभएको थियो बनारस शरनाथ भन्ने ठाउँमा 5 जना भिक्षुहरूलाई 4 आर्य सत्यको विषयमा धर्मदेशना गर्नुभएको थियो र दोस्रो धर्मदेशना चाहिँ कहाँ दिनुभयो भन्दाखेरि राजगिरी घृतकुटीमा र त्यो धर्म चाहिँ जस्तै प्राज्ञ परिमित हृदय सूत्रको विषयमा र त्यो चाहिँ विपुल माध्यम परिक्त भनेर यो महायानी सूत्रमा प्राज्ञ परिमितको सूत्रमा दोस्रो धर्मदेशना गर्नुभएको थियो राजगिरीमा र तेस्रो धर्मदेशना वैशाली भन्ने ठाउँमा सम्यक सम्बुद्धले देशना गर्नुभएको थियो र त्यो धर्म चाहिँ विशेष लिङ्गो भन्नाले त्यो धर्म चाहिँ सम्पूर्ण प्राणीको लागि बुद्ध हेतु अथवा चाहिँ बुद्धको चित्त बुद्ध बन्ने एउटा हेतु बिउ छ अथवा चाहिँ बुद्ध बन्न सक्ने खालको क्षमता छ भनेर त्यो खालको धर्मदेशना वैशालीमा दिनु तेस्रो वैशालीमा गर्नुभएको थियो र त्यसपछि साथैमा तन्त्र र मन्त्र तन्त्र अथवा मन्त्रको विषयमा चाहिँ अम्रवादी भन्ने ठाउँमा चाहिँ तन्त्रको विषयमा चाहिँ उहाँले धर्मदेशना गर्नुभएको थियो र यसै गरेर जस्तै सूत्र र तन्त्रको धर्महरू यो ठाउँहरूमा पवित्र ठाउँहरूमा सम्यक सम्बुद्धले यसरी धर्महरू देशना गर्नुभएको छ भनेर गुरु बताउँदै हुनुहुन्छ但这中间这个宋下来，你确实吧，当然是确，但他一个是有一个钱，你讲完呢，等于老呢新钱呢，강사 지금 지금 막 뒤에
pepe tere duna sopa, jingi ju peji chi che, songpe toane takshi shila nanenda dusma zingyo che. Tene turar shiva dinde nangla gyana la thar, gyana ne Japan ka Korea la dinde nangla thar. Yang tena shi gyana ne khadu pa shila ga, ane dusma thariya tang, ane tena shi Cambodia saya rabu dinde piche. Tane ke cheshu chige mabu Himalaya da Java yoga di kharayasana, turam dumba da gebe nangla, ane ngaranzo gyaga ne tega lupa shega ma yuwa, tega ane pyoge tar. Gyagu songzen gambo, ane chigi gamaya pyoge sanji deba tar. Di shugula gyagu chisong devde ki gamaya, ane lupa beman june, ane kenjen chigi bodhisattva kada diche, ane dine gyagu chisong che, kona yu ma che ne, ma yu nima tar. Dene di shugulaya ane chojo bupade adisha doktor gewi chunne dus jene maachene lodawa lodesha konazure maachene kadam ningme chwe thar ngayu ningma mare kadam ningma su kadam ningme chwe thar di shugulaya ane marmi thawsu lama marba chimbo jeje mela shebe doje ta shibur bade giri thakul hache वो दिन मानचे ने न्यामे कक्यु छुई था दी शुगुर या अने साजा खोमा नमना ता देगे सब मिले देदा ने पे साजे बिछे था दी शुगुर या अने जाबे या जुवा जंगो लंसोगा छिबो यासे ने मानचे ने रु के दे बिछे था तो जेने भेले या अने छुई के तो था तेने 갈래 벽이 죽이디 아니 히말라야기 지기나와 다르네 다다 만든데 봐나야 아니 벽에 귀샤베 죽이 시각이 상기 때문에 다르지 다다 최대이 나인다 아니 살고이 나인다 말하고 전에 전에 치열을 때가 제가 모두도 와 오늘 되게 최기 규가지 부수가 되겠어 अघि संयुक्त समुद्रले धेरै ठाउँमा धर्मदेशना गर्नुभएको छ अघिको जस्तै 4 ठाउँमा त्यो धर्महरू पछिको समयमा जस्तै महाविश्वविद्यालय नालन्दा र तक्षशिला पदमपुरी र विक्रमशिला लगायतका महाविश्वविद्यालयहरू हुन्छ र त्यो माध्यमबाट चाहिँ भारतवर्षमा चाहिँ त्यो विश्वविद्यालय माध्यमबाट चाहिँ यो धर्महरू चाहिँ प्रचार प्रसार गरेको थियो र भारतवर्षबाट लगायतका श्रीलङ्का जापान कोरियातिर जस्तै सूत्रतन्त्रको धर्महरू धेरै लगायतका यो माध्यमबाट चाहिँ प्रचार प्रसार भएको थियो र त्यसपछि भोट देशमा हेऱ्यो भने जस्तै 7औं शताब्दीतिर धर्मराजा छेगेल सोङजेन गम्बु धर्मराजा छेगेल सोङजेन गम्बुको समयमा भोट देशमा चाहिँ धर्म फैलिएको थियो र पछि राजा छिसोङ ढ्योजेनको पालामा चाहिँ जस्तै पहिलो प्रथम धर्म निम्न परम्पराको एउटा धर्म फैलिएको थियो र त्यसपछि आएर छिसोङ ढ्योजेन धन्यमु गुरुरुपछि केन्जी शिवाजु कोजुसु छिसोङ ढ्योजेन राजाको समयमा गुरुपत्मा सम्भव र केन्जी शिवाजु धर्मरक्षिता उहाँ सत शास्त्रहरूले चाहिँ पहिलो प्रथम चाहिँ निम्न परम्पराको एउटा धर्म फैलाएको थियो र त्यसपछि छोजेपालेन अतिशा उहाँले चाहिँ कदम्बको परम्पराको स्थापना गर्नुभएको थियो र त्यसपछि जस्तै कयु आउनुभयो लगायतका त्यसपछि कयु स्याक्या झिलुप्पा यो परम्पराहरू चाहिँ भोट देशमा चाहिँ व्यापक रूपमा फैलिएको थियो र अहिले त्यो धर्महरू हामीले भन्नुपर्दाखेरि जस्तै हिमालय भेगमा जुन भारतवर्षदेखि लगाएर भोट देश लगाएर हिमालयमा क्षेत्रमा चाहिँ यो धर्म चाहिँ व्यापक रूपमा फैलिने
चाहिँ भनौँ न एउटा परम्परा चाहिँ यसरी आएको हो भनेर गुरु बताउँदै हुनुहुन्छ। Hello, oh yeah. That in a telling in the Ketchubushi, Mimon Tokyo. That Tangan around Nepal, Himalaya, Jigu, Belia, Tarata, Tarishimbe, Sangi Chute, Bernamasu, Gushabe, Sangi Chute. The Chute, the Kinju Kariore, Lavina, Sangi Chute, and the bear. 차타와, 그봐 차타와 시를 전달돼 도 나를 인나야 저기 내조만은 내기 차상 상대에 상기 때문에 자나당 아니 지금 단대야기 자벤당 코리아 디즈나라 동아이 요래데 나데 저기 내조기 마도 내조라메데 아니 시타오요마 별의 다른 종례마도 그러고 다르요 말해. 제가 별의 상기가 취했대 그 차타오지 상기 때문에 개만해봐 나마타오 차타오 디디디가도 히말라야에 내내 너도 다도 도치려 그래서 디디디 닝마이네 거주이네 사계이네 기루이네 차상과 취규디 차타오요 때문에 차타오죠. 디디가 인가 나라도 수수기 냐메제게 최대 때문에 차타완제까지 시행이 개체부직 주규시가 차타에 때마 나마타까지 이바지 시행에 아니 말아도 뭐네 사이드가 유니마스라네 찌기질이야 마가와 찌기질라 먹고봐다 남의 맛이 최가 때문에 누가 하장 처벌사 그래 최가 때문에 누가 싸나 니소마 계약이 줄이 냐와의 계약이 줄이 그래가 인자 나도 차샤기나 나유니메 gelamate네 추슈 사이겔라마테네 추슈 계획적에 끌주gelama테네 추슈 길루gelama테네 추슈 최대조라야 다가 마이바 모송체네 최디게 상만 남아타가지 이거지 알로 소소시엔제 도스레 대리인다 니마가 유사게 기록을 취 상마 남다르다 니마가 유사게 기록을 취 차당을 때네 상기 고문 토토고요 대리가 이르다가 나라들이 출루게 아니 시행고 제네 싸우기는 맞지 상마를야 대박다 그가 야부지 나오는 나오는 제네 어다 간다 뒤지셔도 좋소 개체보지 जस्तै हाम्रो देशमा अघिको जस्तै परम्परा हिमालय भेगमा यो धर्म कसरी यो धर्म कसरी चाहिँ फैलिएर आयो भनेर हामीले संक्षेपमा अघि नै गइसकेको छ र विशेष गरेर नेपालमा अहिले हेर्नु पर्दाखेरि नेपाल हिमालय भेगमा हेर्नु पर्दाखेरि सूत्र र तन्त्रको एउटा धर्म चाहिँ व्यापक रूपमा फैलिएको छ र अरू देशमा पनि जस्तै कोरिया जापान लगायतका अरू देशमा पनि सूत्र र तन्त्रको धर्महरू फैलिएको छ तर पनि जस्तै यहाँ हाम्रो हिमालय भेगमा जुन भोट देशबाट जुन आएको छ यो धर्म जस्तै तन्त्रको विषयमा हेर्नु पर्दाखेरि जस्तै 4 प्रकारको योग तन्त्रहरू छ कार्यतन्त्र कार्यतन्त्र चार्यतन्त्र योग तन्त्र अनुत्तर योग तन्त्र र यो तन्त्रको विधिहरू चाहिँ जस्तै कोरिया जापान अरू देशमा यो खालको एउटा विशिष्ट गुणहरू चाहिँ भेट्दैन भनेर गुरु बताउँदै हुनुहुन्छ र जस्तै चारैवटा सम्प्रदायमा जस्तै निङ्मा हेदो स्याग्या कैयु भन्छौँ हामी र सबैको एउटा धर्म एउटै हो सम्यक सम्बुद्धले दिनुभएको एउटा पवित्र धर्म हो र त्यो धर्ममा पनि एउटा निङ्मा स्याग्या कैयु हेदोको भनेर
एउटा भेदभाव गर्ने अथवा चाहिँ कहियो राम्रो हेर्नुपर् नराम्रो र हेर्नुपर् राम्रो कहियो नराम्रो मिङमा राम्रो भन्ने खालको एउटा भावना अथवा यस्तो खालको भेदभाव हामीमा हुनु भएन। किन भन्दाखेरि यो सबै यो धर्महरू चाहिँ कहाँबाट फैलिएर आयो भन्दाखेरि बुद्ध स्वयंबाटै फैलिएर आएको हो र हामी यो सम्प्रदायको भेदभावको कुराहरू हामीबाट हुनु भएन भनेर गुरु बताउँदै हुनुहुन्छ। र गुरु आफैमा मैले चारैवटा सम्प्रदायबाट चाहिँ ज्ञानहरू प्राप्त भएको छु र चारैवटा सम्प्रदायबाट मैले ज्ञानहरू प्राप्त भएको छु, चारैवटा सम्प्रदायको एउटा चाहिँ अध्ययन गरेको छु र त्यो चारैवटा सम्प्रदायको हामीले हेर्नु पर्दाखेरि राम्ररी बुझ्नु पर्दाखेरि सबै एउटा बुद्धकै धर्म अथवा चाहिँ बुद्धकै सद्धर्म हो भनेर बुझ्नु पर्दछ। र त्यसरी नै हामी धर्मको बिचमा सद्धर्म बुझेर चाहिँ जतै निम हेर्नु साथै हाम्रो चारवटा हिमालय भेगमा चारवटा सम्प्रदाय छ, चारैवटा सम्प्रदायको ज्ञान पालना गरेर चारैवटा सम्प्रदायको एउटा चाहिँ ज्ञान लिएर हामी एक आपसमा चाहिँ नछुटाएर एक आपसमा भेदभाव नगएर त्यो पनि बुद्धकै धर्म हो, बुद्धले नै दिनुभएको सम्यक धर्म हो भनेर त्यो खालको विचार त्यो खालको भावना हामीमा आउनुपर्छ भनेर गुरु बताउँदै हुनुहुन्छ। 哦呀，得继续。但今天大家他们谈起都对些，大家你把的那中间的送的去他嘛多一呢，那天送到了都会在地区里吧。那那天送到就当天了，那我们就开了动作，你看就送过来了，三个去他嘛，俺那都用的，现在呀呢，俺那马呀呢，我这呀呢，送到了都会。 양나 대뇌 숨스라 나와요. 뭐베데 도데데 아니 저기 저가사 뭐베데 도데데 도데데 대뇌 숨나도 있지. 단 제자로 통해 계속 시용도 라바 숨나도 그래. 시람 제부 숨나도 그래. 독서네. 딸이나 생산기 주제라 주로 24지 그 주제 되려라. 저번에는 야 뭐고 약했지 신이 약했죠 주주들이 찔라 아니 나를 진짜 따라가면 정말 신노이 가르치고 올라나 상기 취디 제자 용도 누나 숨 남배 체릭세기 되는지 남배 떠름세기 되는지 남배 공명네 Buddhist science, Buddhist philosophy, Buddhist meditation and practice 제가 뒤문에 정부 이신의 위기 대세 숨으로 도담디 안 해줄 시부죠. 디 정부로 지게 숨만의 송대 유럽다 아메리카다 가와 가살라 민남주 시럽 이렇게 로주 이렇게 인터넷 이렇게 망고 단 신의 남배 취해야 생리 이어가 하고 말이야. 그와 사이언스에 도 남배 취해나. 대마세베 아니 저기 가수래 mental science야라고 대나 생기 psychology self-committed 봐서야라고 뒤에 여봐 하고네 또 단다 잡을래라 민 망무지기 남셔로 소랑지고 미세게 보통지고 제가 드레이바 이게 대대 수바 대 생산기 뒤져다 참바 약속이에요. 어디 사진이가 뒤돌아가 되겠다. 계속 남의 최대 대대 수는 अब दोस्रो चरणको विभाग चाहिँ सम्यक सम्बुद्धको सम्पूर्ण धर्म चाहिँ यसरी विभाग गरेको छ। जस्तै पहिलो प्रथम हिनायन महायान वज्रयान गरी तीनमा सन्निवेश अथवा चाहिँ तीनमा चाहिँ समेटिएको छ र त्यति मात्रै नभएर अर्कोमा जस्तै हिमालयन मध्ये हेऱ्यो भने जस्तै हिनायन अथवा चाहिँ महायान वज्रयान यो तीनटा ज्ञानमा पर्छ र एउटा अरूमा शिक्षाको प्रतिले हेऱ्यो भने यसलाई जस्तै तीन विभागमा छुट्याएको छ लापसुम भनेर भनिन्छ। जस्तै कृषि शिक्षामा पनि यो ज्ञानलाई छुट्याएको छ। जस्तै शील शिक्षा र साधना शिक्षा र प्राज्ञ शिक्षा भन्ने गरी तीन शिक्षामा पनि यसले विभाग गरेको छ।
र अब हामीले थाहा पाउनुपर्ने भने चाहिँ मेरो महान गुरु चौथौँ अवतार दलाई लामाजीले चाहिँ 21औं शताब्दीमा चाहिँ यो विषयहरूले चाहिँ विभाग गर्दाखेरि 3 विभागमा छुट्याएको छ र त्यो विषयहरू चाहिँ के हो भन्दाखेरि बौद्ध साइन्स, बौद्ध विज्ञान, बौद्ध शास्त्र, बौद्ध ध्यान एन्ड बौद्ध ध्यान र अभ्यासमा 3 विषयमा छुट्याएको छ र त्यो विषयले चाहिँ जुन 21औं शताब्दीमा जुन परम पूज्य दलाई लामाले जुन विषयले छुट्याएको छ र यो विषयले अत्यन्तै महत्त्वपूर्ण विश्वले नै ठानिरहेको छ। विश्वको एउटा स्कलरहरू, विश्वको एउटा वैज्ञानिकहरू अथवा चाहिँ विश्वमै यो खालको ज्ञान चाहिँ एउटा सबैले चाहेको रहेछ। यो खालको एउटा भनौँ एउटा जस्तै साइन्ससँग एउटा सम्बन्धित भएको ज्ञान रहेछ। त्यसैले पनि यो विषयमा चाहिँ अघिल्लो जस्तै त्यसै कारणले पनि बौद्ध विज्ञान, बौद्ध दर्शन अथवा चाहिँ बौद्ध ध्यान र तपस्याको अभ्यासको लागि चाहिँ विश्वले नै यो खालको विषयमा चाहिँ ध्यान दिएको मात्रै नभएर चाहिँ दिन प्रतिदिन अध्ययनमा लागिरहेको छ भनेर गुरु बताउँदै हुनुहुन्छ। हाम्रो 3 विभाग गर्दाखेरि प्रथम र दोस्रो चरणको विभाग चाहिँ यहाँसम्म सकिएको छ। अब तेस्रोमा चाहिँ प्राज्ञ परिमित हृदय सूत्रको माध्यमबाट चाहिँ धर्मको परिचय हुन्छ। र यो भित्र बौद्ध विज्ञान, बौद्ध शास्त्र, बौद्ध ध्यान र तपस्या सम्पूर्ण यो भित्रमै आउँछ। र सम्पूर्णले आफ्नो हातमा भएको प्राज्ञ परिमित हृदय सूत्रको एउटा हेर्न सक्नुहुन्छ। 아니 걔가 롱 얘들 이마고 와 야고 중에야 이 지럽 쳐보여래 상식이 최 시르는 걸라야 돼 상식이 최기 난 있는 것도 차요 네 나와야 상식이 최기 내가 차방 상대가 해 좋아 저들이 뭐 인다 네 부유토라 시르는 거기 쉬고 좀 차요래 사제체 시르는 거딱 두받지 않네 쉬고 게되더라고요. 네발이 나라 아니 보이체 디 저규 네발이체 디 대시 가다 저규 아니 네발이 제네 숨도와 계속도와 어디요. 도저다 배바 쪽에 배바다 바다 히말라야 지구나 부유로신의 속에 부유다 부유마신의 속에 네발이 있다. 도제체 ताइना इन्डियामा लोग्ने हामीले अब विशेष गरी हामीले ध्यान दिनुपर्ने जुन विषयमा आएको छ प्राज्ञ परिमित हृदय सूत्र र आज विशिष्ट समय अति राम्रो समय छ। आज पुण्यको दिन भएको हुनाले राम्रो विचार राम्रो मन गरेर अब गुरुबाट अगम हुन गइरहेको छ र यो अगमलाई राम्रो तरिकाले आफूले लिने कोसिस गर्नु र त्यतिखेर नसुतिकन अथवा अघि भनेको जस्तै सिधा गरेर हैन आफ्नो ढाडलाई सिधा पारेर आफ्नो स्थानमा राम्रो गरेर चाहिँ यो अगमलाई राम्ररी लिनु र जुन भोट भाषा जान्नेहरूको लागि भोटमा लेखिएको छ र नेपाली को लागि पनि नेपालीमा जुन बोल्ड अक्षर छ ब्ल्याकमा हेर्न सक्ने बोल्ड अक्षरमा चाहिँ त्यो रिडिङ गर्न सक्नुहुनेछ अथवा उच्चारण गर्न सक्नुहुनेछ त्यसमा चाहिँ हेरिदिनु हुनु भनेर गुरु बताउँदै हुनुहुन्छ। तर लोङसिङले फेरि सोसोले गिबे छेला परे तर यहाँ शेरन युम्बुकी लोङदा सालसिकी गिबाते अनि लमा चेरेसे जंगुशी नोदाले शिदाले तर दिने केना도 फेरि 토자와 세바 디데치기라 아니 얘기 게임 디데치다 लमा 디데치다네 शेरन युम्बुकी लोङ 토소 गिबाते 세네 토자야 되면은 세네 얘기죠. 그래서 अगम लिने बेलामा
आफ्नो परम सद्गुरुबाट एउटा अगम पाउनुपर्दछ भनेर बताउँदै हुनुहुन्छ र हामीहरूले पनि अथवा पेन र नोटबुक भयो भने त्यसमा लेख्नु आज मैले यस्तो पवित्र दिनमा चाहिँ सद्गुरुबाट अगम प्राप्त भएको छ भनेर त्यो लेख्न सक्नुहुनेछ अथवा लेख्न नसके पनि मनभित्र राख्न सक्नुहुनेछ मैले यो सद्गुरुबाट आज अगम दिएको थियो भनेर मनभित्र पनि राख्न सक्नुहुन्छ मा लुङदेखि अब अगम सुरु हुँदैछ र त्यसमा ध्यान दिएर बस्नु त ये मा लुङदेखि शरीर मुझे सुंजु नालु त सुंजु नाल यवती शिशा से शुरुता क्या करे के तो भगवती प्रज्ञा परमेता हृदय के तो चुने देवशरा के फलु से निंबो छे देखे दागे देवा दुजी ना जुने दे जाबे का छबि 공부 लेला गेलोंगे जिंदु चंगो दा जाबे से जिंदु चंगो दा थाब चितु सुबे ते ते जुने दे थामो ना शे जाबे छु ना मागी तिनि दे योगा सुसो yang di se 장주 समा समा 좀 바바지레 세 왕주 시라에 바로도 제가 섬에 저거니라 나발다시 부모하고 내가 나야 랑싱도 똑같나만 싸우고 걔네 상계기 뒤에다 좀 마셔를 장주 समा समा 좀 바바지레 세 왕주가 되게 된다서 이게 뭐가나 시라에 바로도 제가 섬에 저거 내가 돼 지나려고 차 되게 제매와서 장주 समा 좀 바바지레 세 왕주게 세상 마셔라 되고 되게 된다서 शरीर बोली के बोम देखे बोमो आला शिरा ये बालू चेबा सामिचे बच्चे मध्य बते देदाला नंबर तावा छाते बोमो मावो देदा जाना शिगे तोमा नमायो तावा जे ताओ जु तोमा नि सुसो सोले तोमा नि शेमाये तोमा नि ले यासु शेमाये नो देश도 서로 두제다 나발 शे마가 तोबाओ शरीर बो देदा शरीर नो तोमा नि 생일매봐, 마제봐, 마가봐, 주마매봐, 주마다 대화매봐, 대화매봐, 가와매봐고 시아리고 대답에는 동남이라 수매, 소라매, 두시매, 두시나매, 나바라 시바매, 메이매, 나와매, 나매, 제매, 류매, 이매, 수매, 자매, 제매, 론매, 리자매, 수매도 미기 감매바네, 이게 감매, 이게 나바라 시바, 감기 방송야 매도 마리바네 마리바 세바네바네 가시네 가시세요 소토야 메도 대시도 동아보다 군중보다 와달라네 이시는 토만네 와도 봐야 메도 셔리고 대답에는 자주 상관은 토만네 체를 셔러게 바로도 정말 띵띵대대 세바 제바 네제 따바메도 지제로 시도되네 양가는데가 다른 친도 되송도 나머지를 상에 컨택한 시아라게 바로도 정말 때네 라나베와 야다원들의 장주도 모로도 상계소 대다레나 시아라게 바로도 정말 리버치가 라나베가 리게바다냐가 동아들도 시를 치가 메진가는 내가 시험을 잘해 시아라게 바로도 정말 내바스 ताबियाथा ओम घाते घाते परा संगते बोधि स्वाहा शरीरो जंतु संभाषण देता शरीर के भागों से समूह सब चाहो देने चुम्बे दे तीन देने शिंगे चाहो संभाषण को भावाजिरे से उन्होंने लेसो शे चामाचेने लेसो रिकिपो तेदेशिने 제다라 교육이 대바시도 시라게 바로도 좀 사모는 제가 차대 대신에 제가 같은 제도 이랑고 좀 되게 제가 되는 사람들 마셔가 가지고 다 자주 잡아서 봐봐 제대로요 주다 탐제다 되면 코로 대다가 하다면 한마디는 제대로지 지금 이랑데 좀 되게 숨발라 뭔가라도 어떤 얘기 시르님들로 하래. 다 시르님들 얘기 제시야. 제시. 롱데 타가 되기 지랍데 타가래. 다 얘나야
실은 연구기 더다 시에 닉백해서 말아. 데리기가 이들 담바 얘 가르쳐줘라나 말아도 남박지다 케벌도 태버춘 묘기 남박 속이 아니 대나시 히말라야 리뷰 말아도 니마카기 사게 리뷰 가르치나야 실은 연구 딱봐 끼고요 고바나를 끼고 미개도 소소 나와 끼고 최대 딱 주고 싶을 때 딱 실은 연구 더다 하고 꼽으시고 봐. 어. 저들이 인상 실은 연구를야 제시 약부지 자비아지나 결합된 제시 약부지 니에는 노동 제에 총은 한 실은 연구부터 다는 약부시기로 와. 근데 이제 딱 실은 연구를야 제시 차이다. उहाँबाट आगम लुन प्राप्त भइसकेको छ। अब मेन विषयमा व्याख्या हुन गइरहेको छ र हामीले ध्यान दिनुपर्ने चारै सम्प्रदायले जस्तै प्राज्ञ परिवित हृदय सूत्रको उच्चारण रिसाइट अथवा उच्चारण रिसाइट पढ्दछ र पढेर मात्रै त्यसको एउटा अर्थ अथवा त्यसको वास्तविक यथार्थ बुझेन भने त्यो उच्चारणले मात्र हामीले काम लाग्दैन। त्यसरी पनि चारै हामीमा त्यो खालको एउटा मौका प्राप्त भएको छ। जसरी यो खालको एउटा उच्चारण र एउटा चाहिँ पढ्ने मात्रै नभएर यसको व्याख्या यसको अर्थ यसको यथार्थ बुझ्नको लागि मौका पाएको छ र त्यसमा सम्पूर्णले ध्यान दिनुपर्दछ। 哎呀，大家就培育老些人都那个培育出不这么多，对非常水，当不三节钱，给你写的名字切切，羊三节羊切，切羊恰当过节羊不要哎，俺那边的这个这样那边的他谁啊，这是啥？俺如果就是好家说啊，哎呀。नेपालीमा अक्षरमा भएको यसमा छ र बोल्ड अक्षरमा हामीले पढ्ने खालको त्यसको अर्थ पनि पछि सहीमा छ र त्यसमा पेन्सिलले सहीसम्म पेन्सिलले आफूले चिन्ह लगाउन सक्यो भने अचिन्त हुन्छ। पेनले भन्दा पनि पेन्सिलले राम्रो हुन्छ र त्यसको लागि पेन अथवा नोट रूपमा तयार गरेर लेख्नु पनि सक्नुहुन्छ। 但别等了，现在民族世界上到现在的学术多，可以。नेपाल में कौन शिवा साझे शुरू कवल पेज नंबर 6 मा हेर्नु नेपालीमा चाहिँ पेज नम्बर 6 नेपालीमा हेर्नु भने पेज नम्बर 6 मा त्यसको विषय विभाजन गरेको छ। पेज नम्बर 6 मा हेर्न सक्नुहुन्छ। जदाता शिवलिङ्गको साझे सुरुमा कन्टेन्ट प्रवाह शिवलिङ्गको नाम छँदा विधिको देने यावछियो साझे दो दियादी शिवलिङ्गको दो फरान छे सेंटर सुदियम दुजाला साझे धीरे धीरे में दो धीरे या साझे धीरे दो धीरे कुनियम दुजान जे योंगे सेंटर नियम दुजाला प्राज्ञ परिविधा जुन 6 पेजमा हेर्न सक्नुहुनेछ। प्राज्ञ परिविधा हृदय सूत्रको विषय निर्धारण एवं सूत्रको क्रमबद्धहरू त्यहाँ भएको छ र त्यसपछि अब जुन सूत्रको क्रमबद्ध सँगसँगै कसरी राखेको छ त्यो विषयमा राम्ररी हेर्न सक्नुहुनेछ। 근데 늘 시행님도 된 시행하고 시사 생기든 유기차 슝그든 죽든 너 당근이 당근이 생기든 시행님도 되게 민디 아니 간대래 디고시도 당근이 그 민디 간대래 세운데 시행님도 책임내다 शिवलिंगले जाकर के तो भगवती प्रज्ञा पारमिता क्यों उठाया है दी जगह के नाम युगे शिवलिंग पेजा की मिलती है दी भोगे रसु जो चाहते भोगे तो चंदे देवा शिव की भगवती मिंगो से दिले मदद दिले तथा तो जना शिवलिंग पेजा की मिलती चंदे देवा शिव की भगवती मिंगो से दा यहाँ प्राज्ञ परिमिता सूत्रको अर्थलाई विभाग गर्दा 4 प्रकारका छन्। नामको अर्थ
अनुवाद वन्दना र ग्रन्थको अभिप्राय भन्नाले विषयको अर्थ जुन मूल विषय छ र समापन गरी 4 विभागमा छुट्याएको छ र त्यसमध्येमा पनि प्रथम जुन सेरपिङको जुन नामको अर्थ र त्यसलाई भारतीय भाषामा भगवती प्राज्ञा परिमिता हृदय भनेर भन्छ भने भोट भाषामा चुम्देन्जेमा सेरपी फालोदोसीले लिङ्गो त्यो चाहिँ के हो भन्दाखेरि हृदय प्राज्ञा परिमिता हृदय सूत्रको नाम हो भनेर गुरु बताउँदै हुनुहुन्छ।但写了明目来这个，看到我们的商业这些价钱，他的那个对有钱的蛮多嘛，但是这个中文，你们有的钱呢，写人来，中间的嘛写了你跑出去起码了差不多，那你有的钱来的，写了你么三级那个有个的，加在那个有个的，推荐了有过了啊，推荐了就有好多老早的有过了。그 로가와기 유용도 잡아 차와지 지리어와 유래 차와지 거와 디디기 차와 될라 마오말이야 발제 잡고 이제 용야기 내가 여다 발제 마용와 유래기 내가 디 탈치 버지 용야기 저달라 아니 믹스기 아니 우조다 라마도 되는 차프요래 아 얘기 차와지야라 발제 마용와 탈치 마용와 오 디디라에 되나 율기차 쓰고 율차 생겼는데 다 다른 것도 봐 율기차 술어야 차 체에서는 좀된 데마 시력이 바로도 치마세기 용점 실반점 세기 용지요래 파무지요래 어디 파무지라 아니 차표와 अब दोस्रो चरणमा अनुवादक वन्दना जस्तै अनुवाद दोस्रो भोट भाषामा जस्तै अनुवादक वन्दना छ र अनुवादक वन्दना भनेले जस्तै अनुवादकले जुन भारतीय भाषामा संस्कृत भाषामा भारतीय भाषामा भएको जुन प्राज्ञा परिमिता हृदय सूत्रलाई चाहिँ भोट भाषामा चाहिँ ट्रान्सलेट अथवा चाहिँ अनुवाद गर्नु भएकाले त्यतिखेर चाहिँ जस्तै वन्दना गर्नुपर्दछ जस्तै किन भन्दाखेरि जस्तै कुनै कार्य गर्दाखेरि त्यो कार्यमा बाधा अडचन अथवा चाहिँ बाधा नहोस् भनेर चाहिँ तिरिरत्न लगायतका अझै त्यस्तो खालको तिरिरत्न लगाएको गुणहरूलाई चाहिँ वन्दना गर्नुपर्दछ र यहाँ चाहिँ कसलाई भन्दाखेरि जस्तै मातृमा युङ चोन्जे भने मातृमालाई वन्दना गरेको किन भन्दाखेरि जस्तै यो खालको अनुवादक गर्दाखेरि बाधा अडचन नआओस् भनेर चाहिँ जुन अनुवादकले चाहिँ आफ्नो मातृमालाई चाहिँ वन्दना गरेको भनेर गुरु बताउँदै हुनुहुन्छ। या अन्य兄弟 सुबह शुरू के ठहरना नी दो जुए लिंगसी तांग तेरे जुए दो मुझे ठहरनोस तांगुल में दो जुए लिंगसी तांग दो दी शेरिंग को दोषे दो जुए लिंगसी तांग दी केजा लिंगसी लाने केजा शेरिंग को दो दी खाते जुए शेरिंग को तांग चुदी 용당 खाते 용रे तांग शेरिंग को चु जुंगांग की केजा जिसे हुआ वो तेरा दो जुए लिंगसी ला दो दी शेरिंग को चे 중화세기 용야 링시스디 깨자 시르님보세기 깨자디 최디 같은 종래세기 깨자지어와 어디시고 도중에 링시 사제기 전다디 이체 사제기 전다디 디샤네 딱 링시디마 라용의 가르쳐나 당분이 시르님래 디게 다가 처가 뒤치나 좀 된데 야외가 자기 공부를 결혼이 기대 전보다 단순히 기대 전보다 타지는 수대 대의대 전대에 담아 나와 시절을 주기 나란기 되니까는 걸 수소 양 대의대 자주사 받다가 전부 파워체에서 원주죠 시절의 파워체가 사무인이라 담아 다시 품목하고 대달라야 라시가 tomando 따오 예소 디바토레 시절인 그 디바도 도 중에 민시 되기요 예 다디바도 땡스 따자 다른 삼지이다 봐 땡스 따자 디바 대리기 제시 शुरु자य छ तेस्रो ग्रन्थको विषयमा हामीले दुई भेद पाएको छ कमजोर सुवा केना दिसाजे दिलो दिसाजे दिसाजे दिलो नेपाल छोड्नु मात्र कति यही हुआ साजे दिलो त्यसैका साजे दि अनि
नेपाली नाम थिएन सिख दिने बजेर खेलाउँदै तेस्रो ग्रन्थको अभिप्रायमा दुई भेद छ। जस्तै ग्रन्थको विषयमा सूत्रको प्रस्तावना तथा सूत्रको वास्तविक अर्थ। सूत्रको प्रस्तावना भन्नाले जस्तै सूत्र कसरी उत्पन्न भयो अथवा सूत्र कसरी आयो भन्ने विषयमा चाहिँ प्रश्न एन्सर हुन्छ, प्रश्न उत्तर हुन्छ। त्यही र सूत्रको वास्तविक अर्थ छ दुई प्रकारले यहाँ विभाग गरेको छ र त्यसमा चाहिँ यसको व्याख्या चाहिँ विशेष गरेर भोलि गुरुले बताउँदै हुनुहुन्छ र त्यो अगाडिपट्टि अहिले गुरुले जुन उच्चारण गर्नुभएको छ त्यो चाहिँ अगाडिको पेजमा हामीले हेर्नु हुने सक्नेछ। अगाडि पेजमा नेपालीमा हेर्नेहरू हो भने अगाडिको पेजमा हेर्नु हुने सक्नेछ। त्यसपछि अगाडिमा जुन नेपालीमा बोल्ड अक्षरमा हामीले हेर्नु हुने सक्नेछ धेगी धागी चिक्न। त्यसमा चाहिँ के हो भन्दाखेरि जस्तै एक समय यस्तो मैले सुनेको थियो भगवान बुद्ध राजगृह घृतकुची पर्वतमा भिक्षु महासंघ तथा बोधिसत्व महासंघका साथ विराजमान हुनुभएका थिए। त्यस समय भगवान गम्भीर आवाज नामका धर्मपार्य समाधिमा समाहित थिए। त्यहाँसम्म चाहिँ आजको विषय, त्यहाँसम्म हामीले पेन्सिलले चिन्ह लगाउनु र यसको व्याख्या चाहिँ गुरुले भोलि वेद रूपमा भोलि गुरुले व्याख्या गर्नुहुनेछ। र आजको चाहिँ अलिकति भनौँ एउटा व्याख्या भएको छैन र पनि एउटा साहित्यको लागि आज गुरुले यहाँसम्म चाहिँ चिन्ह लगाउनु भनेर गुरुले बताउँदै हुनुहुन्छ। 到这里方面小的切对吧？就是大学这里就是学术之家，当然下，这里也这里就是要不年大概的让路的这个速度，干嘛呢？但也这里看写有的这些这个呢，아니讨论这个说的对吧？这个但也是多多这你来记的，你这里记了多多，这是那样啊。 캐머리요. 당연히 다른 가르치야를 라나 당보텔라 아니 점링질을 팬데 계제티 시에 그래서 그 점링질을 팬데 계제 시에 가도텔라 조화선제 단계 대화제로 두문제로 지금 인다 승진기 대화 중에 사무총의 계제를 해 직체 다 점링질을 팬데 계제 이외에 최케이나 말레나야 승진 단계 대화 되다 동네 미드가 인다 디기 주에 탑 동네에 탑이 예럽 조사하래 예럽 조사 계획이 되어래 예럽 조사 세계 싸워디 셔라메가 민지에 상담을 줘봐 셔라야 패한다고 상담을 줘봐 이 싸워디 잠재를 하는 계획을 제네 인체 이 수고대라 잠재야게 당야라 신용과래 디인다 땡럽이 신용다 수준이 신용이야 전환되어래 숨체 이 수고대라야 아니 zamlindenawa chulu chuje chakare payunawaya chulu chuje chakare miri chuje chakare di wala dom jadi zamling phemene dom jadi marab jumane zamling shidil ya ki gen chore di pardo zamling chila phembe nizu tokto jiso tijiso अब संक्षिप्तमा अन्तिममा हामीले ध्यान दिनुपर्ने कुराहरू संक्षिप्तमा भन्दै छोटकरीमा गुरुले बताउँदै हुनुहुन्छ र हामीले धार्मिक जस्तै सम्पूर्ण जगतको प्राणीले सम्पूर्ण विश्व शान्तिले नै फाइदा हुने खालको कुरा पहिला सम्पूर्ण प्राणी सबैले सुख चाहेको दुःख नचाहेको एउटा चिज हामीले बुझ्नुपर्ने र दोस्रोमा धर्मलाई स्वीकारे पनि अथवा नस्वीकारे पनि हामीले सम्पूर्ण जगतको प्राणीले सम्पूर्ण मानवलाई नै चाहेको एउटा माया दया करुणा र माया दया करुणाको लागि राम्रो हुनको लागि त्यसको लागि भाग्य चाहियो त्यसको लागि ज्ञान चाहियो र दुई प्रकारको ज्ञान जस्तै आधुनिक शिक्षा र जुन हाम्रो परम्पराको शिक्षा यो दुईटा शिक्षालाई ध्यान दिनुपर्ने र त्यसैमा यो संसारमा धेरै प्रकारको धर्महरू छ र एक आपसको धर्ममा एउटा आधार सम्मान कसरी गर्ने र
यो संसारमा धेरै प्रकारको जाति विषयहरू छ र एउटा जातिले अर्को जातिलाई आधार सम्मान गर्ने यो चाहिँ यो संसारको एउटा मानवलाई एउटा चाहेको एउटा फाइदा अथवा यो संसारको मानवलाई चाहेको लाभको एउटा गुणहरू हो यो हामीले बुझ्नुपर्दछ भनेर 他们的确人民系列的见地嘛，就他们给我的。 अन्तिममा हामीले अझै विश्व शान्तिको लागि सम्पूर्णले एउटा आफ्नो एउटा कार्य निभाउनु पर्छ भनेर यो बताउँदै हुनुहुन्छ 就说啊，但你们三进一把囊水模式，但囊水模式过了三进送，对吧？三进的去送当他当，先送啊。第一句过了三进一把，对面送的去仓嘛，那天送，Buddhist science, Buddhist philosophy, Buddhist meditation. 第送哪了？都是前面三进一前。र सम्यक जस्तै धर्म सम्बन्धी जस्तै सम्यक बुद्धले दिनुभएको देशना गर्नुभएको धर्म जस्तै 3 विभागमा छुट्याएको छ जस्तै अघि नै गएको छ महायाना हिनयाना भजरयाना जस्तै र त्यसमा चाहिँ 就是你去松当当打去之前。 र त्यो 3 विषयमा चाहिँ धर्म चाहिँ त्यो कसरी यो जङ्गलजीभित्रै कसरी फैलियो भनेर बुद्धले धर्म चक्र छेकोलो छेकाले सुबाले त्यसले थारवाले बुद्धले कसरी धर्म चक्र प्रवर्तन गर्नुभएको थियो र त्यो त्यसपछि कसरी धर्म फैलियो त्यो चाहिँ थाम्बो त्यो चाहिँ प्रथम निबदे त्यो सुंगु छे थाम्जे देते सुंगु दुया दोस्रोमा सम्पूर्ण सम्यक सम्बुद्धले देशमा प्रवर्तन गर्नुभएको धर्महरू चाहिँ 3 विभागमा छुट्याएको छ त्यो चाहिँ महायाना हिनयाना बुद्धिस्ट साइन्स बौद्ध विज्ञान बौद्ध दर्शन अथवा चाहिँ बुद्ध ध्यान साधना ध्यान र अभ्यासमा 3 विभागमा छुट्याएको छ तत्कालीन सुबह कब सुबह शेरन निंगो गाने नामजो मोटे छे तेला थांगोनिया में शेरन निंगो की लो तेरे शेरन निंगो की जैसे क्या होंगे साजे खाली नियम तो हमारे रवा थैंक यू थे योगी छा तो शुभ थे की जैसे की पानी क्या हुआ और भी थारे की ने छे छे निंगो दी तो से में के के तेस्रो चरणको जुन अब प्राज्ञ परिमित हृदय सूत्रको माध्यमबाट सम्पूर्ण बौद्ध धर्मको परिचय हुन्छ र त्यसैमा आज हामीले प्राज्ञ परिमित हृदय सूत्रको पनि 4 विभागमा अघि बाँडेको छ र 4 विभागमा मात्र पनि जस्तै शीर्षकको अर्थ गएको छ र अनुवादक वन्दन गरेको छ र मूल विषयमा भरि चाहिँ गुरुले राम्ररी विशेष गरेर भरि व्याख्या हुनेछ भनेर गुरु बताउँदै हुनुहुन्छ 哎呀，他当年就是古代空了，在大大就要去拍了那，俺古代的大大能就不注意，如果这样的古代是那干嘛就是能够做，去些我的古代大大些呢，还是就是的钱啊，对吧？这他怎么这样钱多了哇？那他们大大拍了哪能？还是他们这样我们这样的。 भोलि आफ्नो समयले ख्याल गरेर भोलि 9 बजे भन्दा 15 मिनेट